यो के गर्दैछस् राधा? भगवानको सामुने दुई हात जोडेर माथि माथि जस्तो गरिस्। अहिले फेरि यही घिन लागेर कुकरमा गर्न तँलाई लाज लागेन? अलिकति पनि दया लागेन तेरो मनमा? नाइ राधा, तैँले जहर हाल्नै पर्छ। तैँले जहर हाल्न बन्द गरिस् भने तेरो मेहनत जति सब बर्बाद हुन्छ। यदि तैँले कृष्णको एकरो माया पाउन छ भने तैँले सासूलाई मार्नै पर्छ। नाइ राधा, यसको कुरा सुन्दै नसुन। तैँले आफ्नो भगवान रूपी सासूलाई यस्तो अत्याचार नगर। यदि भोलि बिहान कृष्णले थाहा पायो भने तँलाई जिन्दगीभर माफ गर्ने छैन। त्यही भएर यो खेल आजदेखि बन्द गर। यता सुन, कृष्णलाई कसले भन्छ? कसले थाहा दिन्छ? यदि बाँच्नै रहेन भने बाँसुरी कसरी बज्छ? त्यसैले सासूलाई जहर हाल्नै पर्छ। जहर हाल्नै पर्छ तैँले। हेर राधा, सासू भनेको पनि आमाको रूप हो। आमाको वचन र कृष्णको सिन्दुरको पनि मान राख्नुपर्छ तैँले। जहर हाल्नै पर्छ तैँले। नहाल, हाल्नै पर्छ तैँले। नाइ राधा नाइ, हाल्नै पर्छ। नहाल, चुप। अब म जे गर्छु मेरो इच्छाले गर्छु। कृष्णले दिएको माया, आमाले दिएको विश्वास र भगवानसँग गरेको बाचाको म पालना गर्नेछु। यो घरको इज्जत र स्वाभिमानको लागि, यो राधा जिन्दगीभरिको लागि राधिका बन्न तयार छ। अब यो घरमा आउने हरेक समस्या एउटा जिम्मेवारी बुहारी भएर निभाउने छु। जाऊ तिमीहरू। कहाँ जाने के गर्ने सोच्न सकेकै छैन मैले। त्यसले आफ्नो जिद्दी पुरा गरेरै छाड्ने मैले। यदि यो कुरा सबै कृष्णले थाहा पायो नि हाम्रो खेल खत्तम हुँदैन। सोच्नु पर्ने भएको दिदी, यदि हामीले समयमा सोचेनौँ भने हामी त बर्बाद भइहाल्यो नि। अनि के सोच्ने, मैले केही सोच्न सकेकै छैन मैले। सबै कुरा तपाईँको। अनि के औषधि दिनु भएको? त्यो बुढी त अझै जिउँदैछ। मैले भने जति औषधि दिएकै हो, किन काम गरेन थाहा भएन मलाई। के गर्ने डाक्टर साहब, टेन्सनै भयो मलाई त। माथिदिनुहोस् तपाईँ, केही न केही उपाय त म निकाल्छु। अनि कहिले निकाल्नुहुन्छ? राधाले कृष्णलाई सबै कुरा भनिसकेपछि? होइन, किन आत्तिनुहुन्छ तपाईँ? अहिलेसम्म मेरो उपायले त काम चलिरहेको छ। बुझ्छु डाक्टर साहब। उता राधाले पोल खोल्नु अघि केही त गर्नुहोस् न डाक्टर साहब। यदि राधाले उता डाक्टर साहब सबै कुरा बाहिर निकाल्यो भने नि सम्झिनुहोस् कि हामी चौकीभित्र गयौँ। केही गर्न छ भने चाँडै गर्नुहोस् न डाक्टर साहब। पक्षको ताल होइन, आएको चाल चल्नुहोस्। एकछिन चुप्प लाग्नुहोस्, मलाई सोध्न दिनुहोस्। ल सुन्नुहोस्, मलाई एउटा उपाय आयो। के उपाय आयो डाक्टर साहब? भन्नुहोस् त। यता सुन्नुहोस्, कृष्णको आमालाई आजसम्म औषधिले एकदमै मुटु कमजोर बनाइसकेको छ। हामीले यो बिचमा अझ अर्को विषादी औषधि मिसाउन पायो भने एकदमै फाइदा हुने थियो। यो औषधि चलाएर के हुन्छ डाक्टर साहब? यो औषधि चलाइसकेपछि कृष्णको आमा ठाउँको ठाउँ ढल्छिन्। ढलिसकेपछि कृष्णलाई हस्पिटलमा ल्याउँछ। हस्पिटलमा ल्याइसकेपछि बाँकी काम मेरो। बुझ्नुभयो? रह्यो बाँकी कुरा। छोरीलाई तपाईँले सम्झाउनुहोस्। तपाईँले चिन्तै नगर्नुहोस्। छोरीलाई भनेर यो औषधि कसरी चलाउनु पर्छ मेरो जिम्मा। नमस्कार। खालि कोरोना कोरोना मात्रै भन्छ बा। एकचोटि यो फोनबाट बुढा भन्ने आवाज सुन्न पायो भने कति आनन्द आउँथ्यो होला। हेलो। किन फोन गरेको? कस्तो पापिनी रहेछस् त। मैले यत्रो बेर फोन हान्दा तैँले फोन उठाउनु पर्दैन? किन उठाउँ म फोन? आफैले जा भनेको होइन? मैले जा भन्दिनँ जाने हो। खाएको कुरालाई तैँले विश्वास गरेर हुन्छ?
तैँले पनि बुझ्नु पर्दैन अलिअलि? होइन मैले मात्रै कति बुझ्नु कति सहनु आफ्नो गल्ती कहिल्यै देखिनुहुन्न। फोनमा धेरै नाटक नगर, रुको घर आइज। घरमा एक्लै यहाँ धौले राणा जस्तो बस्नु परिरहेको छ। जसरी बसे पनि बस, मलाई के मतलब? म 1 आउन 2 आउन 3 आउन जेसुकै गर। होइन, खाएर अलिअलि झगडा पऱ्यो भन्दैमा त घरै छोडेर जानुपर्छ। झगडा कसको हुँदैन? दुनियाँको लोग्ने कस्तो कस्तो गरेर बसिरहेको हुन्छन्, तै पनि सहेकै छन् गरे। ल ठिकै छ, मन हल्का गर्नलाई माइत गइस्। अब त आइज यार, अति भएन अब। ए बाबा आइज न। समस्या सुरु भएको त्यही रक्सीबाट होइन। अब मैले रक्सी नै खाँदिनँ, आमा पोइ खाँदिनँ, भयो अब। रक्सी खाएको मान्छेको के भरोसा? आज खान्न भन्छन्, भोलि खान्न भन्छन्, पछि त फेरि खाइहाल्छन् नि। यो शब्द जति मिठो बोल्छु भने नहुने, जति सम्झाए नहुने। हेलो हेलो, बोल 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 हेलो। आमा के भयो? किन झगडाउनु भएको? केही भएको छैन छोरा। भन्नु न आमा, किन कुरा लुकाउनुहुन्छ? के हुन्थ्यो र छोरा, दसैँ पनि आउँदैछ, घरमा पनि नयाँ बुहारी भित्रेकी छिन्, के गर्ने होला? बुहारीलाई यसो लुगा कपडा हालिदिउँ भनेको, तेरो र यो घरको हालत यस्तो छ, के गरौँ? बिचारी बुहारी के सोच्यो अरे? घर गउन त टाढाको कुरा भयो, एक घरको राम्रो कपडा समेत दिन सकिएको छैन। यसपालिको दसैँ के गरी मनाउने होला? तपाईँ पिर नमान्नुहोस् आमा, म केही न केही उपाय निकालिहाल्छु नि। यसपालिको दसैँ धुमधामसँग मनाउला। तैँले के उपाय निकाल्छस् बाबु? घरको हालत पनि यस्तो छ, त आफै त बेरोजगार छस्। सायद अहिले तेरो बाबा घरमा भइदिएको भए कति धुमधामसित यो दसैँ मनाइन्थ्यो। तर के गर्नु, तेरो बाबाको अहिलेसम्म के अत्तो पत्तो छैन। कहाँ जानुभयो, कहाँ जानु? त ठुलो मान्छे गर्नुको हेर्नु, तेरो बाबाले कति डर थियो, तर के गर्नु, भाग्यले पनि ठगेपछि। हेर्छ अब तैँले पनि केही गर्नु पर्छ, यसरी त कहाँ चल्छ? तपाईँ नातिनुहोस् आमा, म यो वर्षभित्र केही न केही राम्रो काम त पाउँछु होला नि। म कहाँ त्यो छु र छोरा, मलाई चिन्ता तिमीहरूको भविष्यको छ। म बुढी त आज अघि भोलि केही थाहै छैन, तर तिमीहरूको जीवन बल्ल सुरुवात भएको छ छोरा। आज 2 जना छौ, भोलि 3 जना हुन्छौ, झन् झन् जिम्मेवारी बढ्दैछ छोरा। हो आमा, थाहा छ मलाई, म सबै कुरा बुझ्छु, तर बुझ्दा बुझ्दा पनि बुझ पचाउने भाइ मसँग अरू केही विकल्प छैन। विदेशतिर लगाएको भिसा भाग्यको दशा भयो, मैले चाहेर पनि केही गर्न सकिनँ। हामी गरिबको त सपना पनि सधैँ अधुरो नै हुँदो रहेछ। यी 2 हातले मेहनत गरेर हजुरलाई खुसी राखौँला सोचेको थिएँ, तर समयको पारले म मजबुर भएँ आमा, केही गर्न सकिनँ। काम खोज्न जाँदा राम्रो भन्दा हाम्रो हेर्छन्, पैसा वालाको कुरा सबैले सुन्छन्, तर हामी गरिबको त आँसु समेत देख्दैन आमा। देशमा काम गर्न उचित मूल्य र मूल्याङ्कन भइदिएको भए आज कुनै पनि नेपाली आमाको छोराहरू विदेशिनु पर्ने थिएन, घर घरमा चुलो बोल्ने थियो, भोकको कोही पनि सुत्नु पर्ने थिएन। सोचे जस्तो केही पनि भएन आमा, म पनि बेरोजगारै भयो।
घरको एउटा जिम्मेवारी समेत उठाउन सकेन। थट रुनु पर्छ र मलाई थाहा छ मेरो कृष्णले यदि यो अर्को जिम्मेवारी पुरा लिन्छ। छोरा त्यसपालिको दसैँ तैँले चिन्ता नगर्नु। तेरो बाबाले देखेको चिन्नु ला बरु भए पनि धितो राखेर पैसा निकाल यसपालिको दसैँ राम्रोसँग मनाऊ। बुवा आमा मबाट यो हुन सक्दैन, यो हजुर नै राख्नुहोस्। म जसो तसो गरेर भए पनि केही न केही गर्छु। जिद्दी नगर ला यो राख। आज मेरो ठाउँमा तेरो बाबा भइदिएको भए यो घर परिवार खुसीको लागि केही नै गर्नु। आमा तपाईँहरू के गर्न आउनुभयो? तपाईँ रम्दा हेर्न आउनुभएको? शिव भाइ यति चाँडै तातो रिस नगर्नु न। तपाईँ हामी भनेको त छिमेकी हो। भोलि बिहान सुख दुःख पर्दाखेरि त तपाईँलाई साथ दिने हामी नै हो नि। मेरो दुःखमा साथ दिन आउनुभएको कि रमाउन आउनुभएको त्यो त मलाई राम्रोसँग थाहा छ। धेरै चिल्लो बस्नु पर्दैन तपाईँहरू। तिमी जे सुकै सोच, तर हामी चाहिँ तिम्रो भलाइको लागि सोध्छौँ। होइन शिव भाइ, परिवार झगडा कसको हुँदैन? घरमा भएको भाँडा कसको बज्दैन? परिवार छ त सुख छ दुःख छ। परिवार बिनाको घर नर्क सर हुन्छ। जीवनमा सम्बन्ध भनेको बगैँचाको फुल जस्तो रहेछ। कति फुल्छन्, कति ओलिन्छन्, कति झर्छन्। कुनै कुनै सम्बन्ध साँचो हुँदैन। साँचो बनाउने आफूले नै हो। अनन्तकालसम्म टिकाउने हो कि तत्काल छुटाउने हो, त्यो तिम्रो हातमा छ। ल शिव भाइ, बाँकी कुरा तिमी आएको छ, हामी गयौँ। मेरो कारणले घरमा कति धेरै दुःख कष्ट आएको छ। मैले आफ्नो मनमा छल कपट र षड्यन्त्रको ताना बाना बुने। मैले यो घरलाई खुसी दिनुको सट्टा आँसुमा नै राखेँ। साँच्ची के भन्नुपर्दा म माथिको पनि लागेको छैन। आमाले मेरो बारेमा यति धेरै राम्रो कुराहरू सोच्नु हुँदो रहेछ। म त केवल आमाको नराम्रो कुरा मात्रै मनमा लिएँ। तुक्का राधा, धिक्कार छ तँलाई। यदि मैले यो सबै कुरा साँचो साँचो कृष्णलाई समयमा भनेन भने यो घरमा दुःख र कष्टको बाढी आउनेछ। नाइ, अब धेरै भइसक्यो। मैले कृष्णलाई साँचो कुरा भन्नै पर्छ। कृष्णले मलाई माफी गरून् या नगरून्, तर मैले उहाँ र उहाँको परिवारलाई अब कष्टमा राख्न सक्दैन।
कृष्ण आमा ढल्नु भयो दाई दाई सही गरिदिनु मेरो आमा एकदमै बिरामी हुनुहुन्छ हस्पिटलमा लगिदिनु न दाई प्लिज म चाहिँ केही पनि हुन्न आमा आमा